गाइज आज चाहिँ म बागलुङ जाँदैछु अनि मेरो भ्लग चाहिँ आज स्पेसली म मामाहरू जानु लाग्यो होइन। त्यही नै अब भर्खर पेट्रोल हालेँ। अब पेट्रोल हालेर अब यसो पम्पसम्म हाल्छु अनि चाहिँ म बागलुङतिर हिँड्छु। टाइम चाहिँ कति भएछ भन्दा 11:30 भएछ। हेरौँ अब कतिमा पुगिन्छ। अनि आजको दिन चाहिँ एकदम बब्बाल छ। लेट्स सी है। अब बिचमा पुरै खिच्दिनँ कि हल्का हल्का अब सिनेमेटिक हान्दै जान्छु। ल सी यु देयर। हामी चाहिँ अब रिचोक आउन लाग्यौँ। अब सायद 11:50 भयो। अब हामी चाहिँ 1 बजीसम्म वहाँ पुगिएला। अनि भ्यू चाहिँ दामी नै छ होइन। देखियो होला हिमालहरू यताउति सबै देखियो होला। ल हामी चाहिँ पोखराको वान अफ द बेस्ट रोडमा आयौँ होइन हेप्चा। अनि भ्यू चाहिँ बबाल देखियो होला उता। नौडेर आयौँ है। सिन हल्का हात कामिरहेको चिसोले। मैले चाहिँ आज गोप्रो सोप्रो केही देखाएन, मोबाइलबाट खिचेको जस्तो हो त्यस्तै हेर्नु है। उहाँ चाहिँ फेवाताल छ देखाइदिन्छु भन्नु फेवाताल कति टाइममा पनि खाएन।
ब्रिजबाट जाने हामी होइन सस्पेन्सन ब्रिज ल हेर्दै जानु होला म चाहिँ फर्स्ट टाइम हो मलाई डर लागिरहेको जस्तो त छ बिच गर्न लागि हो के प्लास्टर गर्नको लागि रेडी बनाएको लागि पहिला पहिरो नि पहिला धापेको जग्गा बाटो के बाटो होला यहाँ चाहिँ बाटो चाहिँ यो पहिरोले गर्दा के ढुङ्गा खान्छ त बाटो सबै उयो बनाएको पहिरोले गर्दा हेर नि बाटो बाटो पहिरो हुन्थ्यो नि त भयो भने यतिकै नराम्रो हुन्छ क्या एकचोटि पल्टाएर आशिष हाम्रो के भन्छ बजार है अनि हामी चाहिँ अब यहाँको फेमस आलुको ठाउँमा गएको होइन लेट्स सी कस्तो आइदियो थाहा छैन अब घाममा चाहिँ अलि राम्रो आएन होला सायद
यो बाटो चाहिँ के हो अझै पछि चाहिँ हिलो बाटोहरू पनि देख्नु होला कति खतरा खाएको छ अनि बिच छाया भएको चाहिँ अलिक अप्ठ्यारो पर्छ क्या बाटो चाहिँ जङ्गलमै हो है बाटो अब सायद हाम्रो 2-3 घुम्तीमा चाहिँ कुनै पुगिन्छ एउटा राम्रो रोडले पुगिन्छ त्यस्तो आउनुभन्दा अगाडि यस्तै छ बाटो यहाँबाट चाहिँ यस्तो देखिन्छ माछा गुज्रेको पोखराबाट आएको देखिन्छ यहाँबाट चाहिँ कस्तो पछाडिको भएर देखिन्छ त्यो चाहिँ माछा गुज्रेको त्यो चाहिँ मेरो टक्क दामी छ यो पुरै उ छ गाउँ हेलो गाइज है म चाहिँ अहिले मामा घर आइसकेँ होइन मामा घरबाट चाहिँ हाम्रो यहाँ चाहिँ खतरा भ्यू पोइन्ट छ कि एउटा भ्यू पोइन्ट भन्ने कि एउटा डाँडाबाट चाहिँ खतरा देखिन्छ मेरो ब्याकग्राउन्डमा हिमालहरू पनि देख्नु होला अनि यहाँ चाहिँ मन्दिर छ है अनि पछाडि चाहिँ पुरै डाँडै डाँडा छ कि यताबाट चाहिँ अब एकछिनपछि म एउटा सिन हाल्छु देखाएर अनि मेरो घर पनि उता देखाउँछु मैले मेरो घर त्यहाँ भनेर यो चाहिँ मेरो यतापट्टि चाहिँ मेरो मामा घर अगाडि डाँडामा चाहिँ तिर चाहिँ मेरो घर छ अब म देखाउँछु अहिले यहाँ चाहिँ रिफ्लेक्ट भइरहेको मैले घर देखाउँछु भने नि यो फुल यो अपको यो डाँडा छ नि माथि ऊ त माथिको हो हो उतापट्टि खोला नि देखियो होला सायद यहाँ चाहिँ देखियो होइन होला म खोला देखियो नि बिचमा उहाँ हो त खोला अन्त यतापट्टि चाहिँ मेरो गाउँ हो त्यत्रो डाँडा मामा घरबाट हो सबैजना क्लियर देखियो होइन है पुरै त धुवा जस्तो देखियो एउटा चाहिँ म यहाँ सिनेमेटिक हो नि हाइपरल्याप्स हानेर एउटा भिडियो हाल्छु त्यही हाम्रो मामा घर